हेलो साथीहरू, आज मेरो भान्सामा के पाक्दैछ हेर्नु होला है त। यसको लागि चाहिँ आज मेरो सासू मम्मीले फुल्ली हेल्प गर्नुभएको छ। म चाहिँ भिडियो बनाउँदै बस्दै मात्रै गरिरहेको छु। यदि कसैलाई चाहिँ करेला यत्तिकै पकाएर खानु मन पर्दैन भने चाहिँ यसरी हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ। मम्मीले चाहिँ यसलाई सानो सानो भागमा मतलब बराबर हुने गरी काट्नुभयो। अनि त्यसपछि यसलाई चाहिँ पातलो गरेर चाहिँ फेरि काट्नुभयो। अनि त्यसपछि चाहिँ यसमा आवश्यक पर्ने नुन, बेसार, 1 खुर्सानीको धुलो अनि थोरै मसला पनि एड गर्नुभयो। मेरो छोरीले चाहिँ यहाँनिर मेथीको दाना पनि हाल्दैछिन् है, यो चाहिँ हाल्नु हुँदैन। अनि त्यसपछि थोरै पिठो पनि राखेर यसलाई मजाले मिक्स गर्नुभयो। योभन्दा पछाडिको काम चाहिँ मेरो है साथीहरू। त्यसपछि मैले चाहिँ कराईलाई बसालेर तेल राखेँ अनि मजाले झैँ हुने गरेर मजाले यसलाई तार्नतर्फ लागेँ म। यति मिठो भयो नि साथीहरू। कसैलाई करेला मन पर्दैन भने यो रेसिपी चाहिँ एकदमै मनपर्छ। हजुरहरूले पनि ट्राई गर्नु होला। हेर्नुहोस् त। अनि यतिको रातो भएपछि मैले यसलाई चाहिँ फर्काउँदै चलाउँदै गर्न लागेँ साथीहरू। हेर्नुहोस् त कति राम्रो देखिन्छ, हेर्दा नि खाउँ मन लाग्दो। अनि यो चाहिँ सबै पाकेर तयार भइसकेपछि मैले एउटा प्लेटमा राखेर यसरी देखाउँदैछु। थ्याङ्क यू।